नमस्ते सबैजनालाई। यो चाहिँ मुलाको अचार बनाउने रेसिपी यो रायो हो। मैले एउटा कराई बसालेको छु। यसमा थोरै रायोलाई भुट्नुपर्छ र यसरी अलिअलि मात्र भुट्नु होला। धेरै रातो पारेर भुट्नु तितो हुन्छ। मैले भुटिसकेँ र मिक्सरमा पिन्दैछु। मसिनो गरी चाहिँ नपिन्नु होला, फेरि यसको स्वाद आउँदैन। यो चाहिँ काटेर सुकाएको घाम सुकाएको मुला हो। यो चाहिँ मैले काटेर घाम सुकाएर राखेको छु। यो चाहिँ खोर्सानी पनि घाम सुकाएर राखेको। यो चाहिँ सबै मिक्स गरी तोरी र खोर्सानी, रायो र खोर्सानी, त्यसमा स्वादअनुसार नुन हालेको छु मैले। स्वादअनुसार हाल्नु होला र बेसार पनि त्यहीँ हालेको छु। बेसार चाहिँ कलर आउनुको लागि हो। ठिक्क हाल्नु होला बेसार पनि, फेरि तितो हुन्छ। यो चाहिँ अलिकति जिरा पनि मिसाएको छु मैले। यो चाहिँ अप्सनल हो, आफूलाई मनपर्छ भने हाल्नु, नभए नहाल्नु। सर्स्यु पनि थोरै मिसाइदिएको छु स्वादको लागि। एकदम मिठो हुन्छ सर्स्यु हालेको अचार। र कराईमा मैले अब बसालेर तेल हाल्नेछु। तेल हालेर तोरीको तेल हो, यो चाहिँ तोरीको तेलमै बनाउनु होला, मिक्स गर्नु होला। यसमा मैले मेथी पनि फुराएको छु। कालो हुनुहुन्छ फुराउनु होला। र त्यो अघि राखेको बेसारमा यो यसरी झानिसकेपछि अब यो सबै मिक्स गरिदिनु होला। मजाले मिक्स गरेर मोल्नु होला। चाहिँ मजाले मोल्नुपर्छ अनि मिठो स्वाद आउँछ। हेर्नुहोस् त कस्तो राम्रोसँग मोलेको छु मैले। यसरी मोल्नु होला। मुलाको अचार एकदम मिठो हुन्छ यसरी मोलेर खाएपछि। थोरै काँचो तेल पनि मिसाएको छु मैले यसमा, तोरीको तेल। यसलाई नै फेरि मिक्स गर्नु होला। एउटा जार लिएको छु मैले। यो चाहिँ सुक्खा हुनुपर्छ। अलिक जारमा यसरी हाल्नु होला। यसरी राम्रोसँग टाइट हुने गरी मुला हाल्नु होला। अनि अलिअलि थिचेर थिच्नु पनि गर्मी मुला अलिक छिटै नै अमिलो हुने गर्दछ र मिठो स्वाद पनि आउँछ। यसलाई मजाले खाँदी खाँदी हाल्नु होला। यसरी बनाएको अचार चाहिँ मामहरूसित खाजासित खान एकदम मिठो हुन्छ। हजुरहरू पनि ट्राई गर्नु होला है। अब यो घाममा हालिदिनु होला। धन्यवाद।